नमस्कार, रिभोल्युसन नेपालमा हार्दिक स्वागत छ। म दिप्सन छिनाल। तम्घासको चिदीचोर खेल मैदानको काम पुनः सुरु भएको छ। अलपत्र मुख्य खेल मैदान चिदीचोरको निर्माण कार्य पुनः सुरु भएको हो। खेल मैदान अलपत्रको विषयमा गत साउन 30 गते भद्रकुल चिदीचोर खेल मैदान निराश स्थानीय र खेलाडी शीर्षकमा समाचार प्रकाशन भएको थियो। चिदीचोर सदरमुकाम तम्घासको मुटुमा पर्छ। यो चिदीचोर खेल मैदानले कयौं राष्ट्रिय खेलाडी हुर्काएको छ। खेलका दृष्टिकोणले मात्र नभएर मेला र उत्सवहरूको हिसाबले चिदीचोर खेल मैदान महत्त्वपूर्ण छ। यो खेल मैदानमा आफै पानी उम्रने समस्या छ। पानी सहितको मैदान व्यवस्थापनको काम सम्झौता भएर अगाडि बढेको काम निर्माण व्यवसायीले निरन्तरता नदिएपछि अलपत्र परेको थियो, जसका कारण पछिल्लो 8-9 महिना चिदीचोरमा कुनै खेल हुन सकेन। लामो प्रयासपछि निर्माण व्यवसाय खोजेर काम अगाडि बढेको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलदोज पन्थीले बताउनुभयो। उहाँले अब समयमै खेल मैदान निर्माणको काम सकिनेमा आफू आशावादी रहेको बताउनुभयो। खेल मैदान निर्माणका लागि सामाजिक विकास डिभिजन कार्यालय पाल्पाले 1 करोड रुपैयाँको लागतमा गत वर्ष बहुवर्षीय ठेक्का लगाएको छ। ठेक्का पाएको रामेछाप कन्स्ट्रक्सनले बहुवर्षीय ठेक्का भन्दै म्याद सकिने 2082 असार कुरेर बसेको थियो, जसको कारण चिदीचोर खेल मैदानमा राष्ट्रपति रणशिल गर्न नसक्दा रुरुक्षेत्र गाउँपालिका 4 घिउबेसीमा गरिएको थियो। वर्षेनी छात्रा फुटबल प्रतियोगिता गरिरहेको पुल्चोक युवा क्लबले 7औं प्रतियोगिता चिदीचोर खेल मैदानकै कारण रेसुङ्गा नगरपालिका साथ उनायाचौरमा गर्यो। 14 स्टार युवा क्लबले प्रतियोगिता नै गर्न सकेन। यो वर्ष प्रतियोगिता नभए पनि पुनः काम सुरु भएकाले खुसी लागेको 14 स्टार युवा क्लब अध्यक्ष नारायण आचार्यले बताउनुभयो। उहाँले अब कुनै कारण काम रोकिन नहुनेमा जोड दिनुभएको छ।